हेलो एभ्रिवान डे 2 मा चाहिँ स्वागत छ है फेरि पनि हामी चाहिँ टक्क यहाँ अर्ग्यानिक कफी खान लाग्यो क्या यहाँ चाहिँ कफी पनि पाउँदैन क्या टक्क हैन यो भइसकेपछि त मिसिनको कफी भइसकेपछि त के चाहियो र हाम्रो साथीहरु चाहिँ यहाँ बिहा केटाहरु कफी खाँदैछ चीज चीज के छ रक्सी खाँदै हो क्या चीज कालो रक्सी केटाहरु फेरि रक्सी खान्छ हैन टक्क अब चाहिँ हामी एकछिनमा निस्किन्छौँ अनि अब बाटोमा के कस्तो हुन्छ हेर्दै जाउँ है त ठिकै हो एकदम कफी सफी खाइसकेपछि आहा सर्लक किन लागेको टक्क अब चाहिँ हामी खोला सरर जानेछौँ लगभग यहाँबाट कति घन्टाको राइड 6 घन्टा होला 5.5 घन्टा त्यस्तै 5 घन्टाको राइड पछि हामी चाहिँ मुस्ताङ रे मनाङ पुग्नेछौँ यहाँ चाहिँ के हो बस पार्क रहेछ बेसी सहरको अब चाहिँ हामी यहीँबाट होला खल्लै खोला लाग्ने ओहो बाटो त के अफ रोड छ क्या हो यार बाटो कस्तो छ क्या बाटो ठिकै भयो तर ठिकै हुन्थ्यो कता हो ओ एकवटा कता यतै हो ए हजुर कताबाट जाने हो छैन बेसी सहर जाने बाटो है ए होइन उता मुस्ताङ जाने मनाङ यताबाट घुमेर जाने बाटो छ जान्छ ल गयो भने भइहाल्यो नि गएन भने चाहिँ झ्याउ हुन्छ फेरि आहा बाइक त जान्छ दिन्छ केटोले के हो यार ओइ 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 सेरे आए ओइ 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 झन्डैले यार ए ल खोला कटिसकेपछि अलि राम्रो बाटो छ है त यहाँ चाहिँ टक्क अनि हिजो चाहिँ राम्रोसँग भिडियो बनाउन पाएन सो आज चाहिँ म एकदम बनाउँछु यहाँ चाहिँ मेरो साथीहरू छ टक्क बबाल छ होइन केटा रोड चाहिँ खतरै छ जस कहाँसम्म खतरा हो होइन त्यसपछि ढलान छ भन्ने सुनेको थियो 2-4 ठाउँमा चाहिँ बाटो बिग्रिएको छ अरे डुक पनि जान्छ भन्दै थियो अब जानु त परिहाल्यो नि होइन हिँडिसकेपछि विशेष जस दामी छ यार भाइ कडा ल आहा सँगसँगै हिँडौँ न सँगसँगै हिँडौँ चट्ट रमाइलो भयो नि त केटा बिहान केटा फेरि रमाइलो चिया खाएर हिँड्दा छ होइन भयो गोविन्द भयो सही ए उता हेर्न हिमाल खतरा ल यहीँबाट देखिरहेको छैन हाम्रो डेस्टिनेसन चाहिँ सायद त्यतै पनि होला त्यही छेउतिर पुग्ने हो क्या हामी Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah. अप्ठ्यारो चाहिँ कता यताबाट कताबाट जाने हो ल सुरुङ छिर नि त एकछिन
ल ल सुरुङ चाहिँ छिरौँ छिर्दिउँ त ल छिर्दिउँ ल सुरुङ छिर्दिउँ त होइन सो त्यही हो सुरुङ केटाहरू सुरुङ छिर्ने अरे फेरि महाकुरीहरू सुरुङ छिरौँ केटा हो सुरुङ छिरौँ माथिल्लो मर्स्याङदी जलविद्युत आयोजना है त आमा यो चाहिँ सुरुङ रहेछ अझै ओए महाकुरी सुरुङको राइड चाहिँ फर्स्ट टाइम हो यार मजा आउँदो रहेछ तर मासाल ओ स्पिड ब्रेकर हुँदो रहेछ नि त यार यहाँ त अनि आहा दामी यार कति लामो सुरुङ हो ए निस्क्यो निस्क्यो ल ल सुरुङ चाहिँ यही हो सक्यो सुरुङ सुरुङ सक्यो सुरुङ दामी रहेछ त यार ल है त ब्रदर ल केटाहरू सुरुङको लागि यहाँसम्म आउँछ यार हुन त घुम्नुपर्छ महाकुरी होइन के छ र अहिलेसम्म सुरुङ घुमेको थिएन अब ताल पऱ्यो भने नाक ढुङ्गाको सुरुङ घुमाउँ भनेको यति हुनुपर्छ ल सुई चढाउँछ केटाहरूले यार के हो आहा मजा आयो ल यो चाहिँ यस्तो बबाल ठाउँ छ है अब यो ढुङ्गा काटेर बनाएको ठाउँ रहेछ क्या यो चाहिँ होइन ढुङ्गा काटेर बनाएको ठाउँ रहेछ नि त्यो ढुङ्गा काटेर बनाएको ठाउँ रहेछ नि यो बबाल यार पिस पिस आहा खतरा ल टक्क ढुङ्गा होइन तल पनि ढुङ्गा माथि ढुङ्गा बिचमा चाहिँ काटेर रोड बनाएको क्या ओए यार ओए यो त अति बबाल यार अति बबाल अति चोट खतरा यार दामी दामी आऊ अब अगाडि बढाउँ के रहेछ है त टक्क हेर्नुपर्छ साइक्लिङ गर्ने मान्छे आएछ बिचरा कति गाह्रो भयो होला यार ओए नाइस उठ ल बाबा through the highways till my shadow turns to sun rays and on we'll go through the wastelands through the highways and on we'll go. यो जगतमा आइपुगेछौँ आमा कस्तो उफ्रेको मा डुङ 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 उफ्रिन्छ त है लमजुङ ल अनि बस्नलाई चाहिँ दामी रहेछ यार होमस्टेहरू मन पर्यो खतरा ल आम्माम त्यो डाँडाहरू त यस्तो पिस देख्ने है आम्माम ल
तामाङ हामी चाहिँ टक्क तामाङ आइपुग्यौँ अनि अब यहाँबाट चाहिँ खै कहिले आइपुग्दैन यार जति हिँड्दा नि है खाना पनि खाएको छैन खाना खाइदिउँ भनेको माथि गएर कति बजे अहिले ठ्याक्कै 12 बज्न लागेछ हामी चाहिँ माथि चेन्नई खै यहाँको सदरमुकाम मनाङको सदरमुकाम पुगौँ भनेको त्यहाँ गएर खानसाना खाएर चट्ट एकछिन टेस्ट गरौँ भनेर हिँडेको खै कहिल्यै नपुग्ने हो तर यता पनि दामी रहेछ आहा पिस हामी खाना खाने चाहिँ कहाँ हो अरे चामे चाहिँ कति टाढै ल ओए नाइस यार अहिले चाहिँ ट्याक्कै हामी कहाँ आइपुग्यौँ भन्दा चामे आइपुग्यौँ चामे मेन बजारमै अहिले तल्लो बजारलाई पनि चामे भन्दो रहेछ भन्न चाहिँ तर मेन यो पनि हो चामे यो चाहिँ मेन है दामी आहा खतरा यार रिसोर्टै रिसोर्ट रहेछ होइन भात चाहिँ कहाँ खाने भन्ने कुरो क्या खाना चाहिँ कता खाने केटा ल हामी चाहिँ मनाङको सदरमुकाम आइपुग्यौँ अहिले चाहिँ ल यो टक्क चामे बजार ल जाने भोलि जो खान्सी लान्छु तिमीलाई मौका मासतिर नि छ मासतिर नि छ यहीँ खाने हो त खाना पाउँछ भन्न ए अरू के पाउँछ त यार सुकुटीहरू नि पाउँछ सुकुटीहरू पाउँछ खाइदिउँ नि त यसो ए है जे गयो नि हुन्छ यसो गरौँ न भेज खाना खाऊ अनि सुकुटी प्लेटमा हो त्यो त प्लेटमा खाउँ त हुन्न त्यो पनि हुन्छ है चामे कि छामे रे ल हामी चाहिँ टक्क होइन भात सात खाएर हिँड्न लाग्यो नि त 2 थाल भात खाने हो मासल्ला हो माकुरी आमामा यस्तो चिप्लिन्छ यार खराङ रङ 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 बाटो चाहिँ बबाल छ मनाङको है यहाँ आउँदाखेरि म चाहिँ के सजेस्ट गर्छु भने यस्तो स्पोर्ट बाइकहरूमा नआउनु होला लास्ट दुःख पाउँछ क्या अब हल्का बाइक होइन अनि के गर्नु अब उल्कै उफार्ने थाकिसक्यो म त बिहानदेखि बाइक चलाएको होइन बुलेटहरू अनि डट बाइकहरू भयो भने चाहिँ बवाल हुन्छ यहाँ त्यतिखेर त अब डट बुलेट भएको त हामी कहाँ पुगिसक्थ्यो होला नि त यो त यार अलिकति खाल्डो पनि ब्रुक उफ्रिन्छ अनि गाह्रो क्या चन्दा कति अग्लो हो यो पहाड त खै यो ढुङ्गा त यार आम्म खतरा ल यो कति लामो ढुङ्गा हो यो कति अग्लो ढुङ्गा यार हो भने आम्म बाटो चाहिँ यस्तै छ है ल मनाङ आउने बाटो टक्क
सुई हामी कहाँबाट छुट्टिनु पर्ने केटा आमा यस्तो छ यो ग्राभेलमा यस्तो फाल्ने क्या फुट 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 फाल्ने तान्नै गाह्रो यार है ग्राभेलमा क्या तान्नै गाह्रो क्या फुट 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 फालिदिन्छ ए कहाँ आइपुग्यो यो फेरि तानेन भने गोविन्देल त्यहीँ छोड्दैन तानेन भने गोविन्देल त्यहीँ झारेर हिँड्न सुई सुई ल अब चाहिँ उसमा आइपुग्यो पिज आइपुग्यो जस्तो ला के हिमालयन फ्रेस यार के हो यो मलाई वरिपरि ओहो खतरा यार वरिपरि होइन पहाडै पहाड बिचमा चाहिँ टक्क बजार आम्मामा ल दामी यार झन्डा झन्डा है के बाटैभरि झन्डा छ त यार यहाँ त नि म यार यस्तो खतरा है त्यहाँदेखि क्या आम्मा ल हेर्नु न ओ त्यहाँ परसम्म पनि पुरै ढुङ्गै ढुङ्गा क्या कस्तो खतरा ठाउँ त यार दामी है अब अगाडि बढ्छौँ हामी अगाडि हेर है त कस्तो रहेछ जाउँ है केटा अगाडि पनि दामी होला ल यता चाहिँ बाटो पनि पिच रहेछ है अघि चाहिँ ग्राभेलको बाटो क्या हातै दुखेर यार साँच्चै भनेको यो डुक बाइकमा चाहिँ लास गाह्रो हुने रहेछ है आउनलाई अब अलिकति स्पोर्ट बाइक भएको भए खतरा अलिकति डट बाइक भएको भए अलिक बबाल हुन्थ्यो नि त हेर्नु न आम्मा यस्तो खतरा देखिरहेछ है अहिलेदेखि नै मन लोपिसक्यो माथि पुग्ने बेलामा कस्तो हुने हो सो अब चाहिँ हामी माथि नै भेटौँला है अब गोप्रोमा ब्याट्री पनि धेरै छैन अनि यता फेरि अब तालहरू पनि घुम्ने भनिरहेको छ अहिले डाइरेक्ट हामी चाहिँ त्यहाँ बस्ने ठाउँमा नजाने घुमेर जाने भन्दैछ सो त्यही भएर अब चार्ज राख्नै पर्यो आम्मा हिउँ हो त्यता हिउँहरू कस्तो खतरा क्या ल हिउँ रहेछ क्या अझै पनि अब चाहिँ जाडो हो मलाई ज्याकेट लाउनु पर्यो हामी टक्क ग्रिन लेकतिर अब लाग्यौँ है त दामी ठाउँ ग्रिन लेक ओए बवाल ल सुर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 ु है ल जाउँ यतै हो नि ग्रिन लेक हिँड्यो केटा हो हिँड्यो ओहो ग्रिन लेक आउने चाहिँ त छुट्टै रहेछ फेरि बाटो होइन सो मेरो बाइकको कोन बेरिङ ढक ढक गरिसक्यो तनाव छ यार काठमाडौँसम्म त केही नभए हुन्थ्यो भनेको
यस्तो हान्छ ढ्वाक ढ्वाकमा हान्छ त मलाई ओइ के भासिन्छ त यार ए अब त भासिहाल्यो नि ल ठिक छ ए ल यो चाहिँ ग्रिन लेक होइन त गोठपानीको जत्रो नि छैन होइन त टक्कै लेक सेकको पछाडि लागेर चाहिँ नहुनुपर्छ होइन त सोल्टी हिमाल चाहिँ ऊ त्यहाँ हिमाल होइन के हो हिमाल है पहाड हो यार खतरा देख्दो रहेछ ल अब चाहिँ ग्रिन लेक पनि अब हेरिहाल्यो होइन के फोटो खिच्नु अब यो अन्त अब गाउँतिरै हुन्छ होइन केटा सो अब हामी चाहिँ जान्छौँ है त फेरि दामी यार यो हो नि त हौ भ्यू है केटा हो ससुराली बनाउने हो त ससुराली बनाउने हो ससुराली बनाउने हो बनाए केटा आम्मामा पिस छ पिस ओहो यार कम बबल हो त्यो त टक्क हिमाल देखिरहेको छैन तर यता ससुराली बनायो भने त आउनै टाढा है केटा बोल्दैन त है मुलाहरू के भयो के हो ताल हो कि के हो या होमस्टे ताल जस्तो छ यो यताबाट आउँछ आउँदैन आउँदैन भने ठिक छ ओइ हावाको लहरसँगै किनिदिउँ क्या गोविन्दलाई आई पिस यार आम्मामा पिस छ पिस ल बवाल यार ठाउँ चाहिँ खतरै हो क्या यो अरे हिमाल पनि यहीँ है टक्क अनि यो बाटो ओहो राइडमा त बवाल मजा नि मनाङ आइपुग्नु लाग्यो अनि कहाँ जाने हामी मनाङ पछि कहाँ जाने रे कहाँ जाने भनेको त्यसपछि चाहिँ खाङसार है ल आज चाहिँ हामी खाङसार गएर बस्नेछौँ अहिले चाहिँ बजिसक्यो 4 साढे 4 सब मनाङ पनि छिर्दिउँ न होइन यत्रो आएर मनाङै गएन भने त अब के मजा आएर अनि खाङसाङ जान्छौँ त्यहाँबाट त्यहाँ टक्क बसेर भोलि बिहान 4 बजी उठेर ट्रेकिङ जान्छौँ ल यो पुरै माटोले बनाएर चाहिँ होइन स्वागतम टु मनाङ रे मनाङ जाउँ एक सर्ट घुमौँ टक्क त्यसपछि हामी निस्क्यौँला यहाँबाट पनि 2 घन्टा जति लाग्छ होला त्यहाँ माथि पुग्नलाई
3540 किलोमिटर मनाङ हामी 3540 किलोमिटरमा आइसकेका छौँ सो थार ओइ ल दामी रहेछ ल ठाउँहरु चाहिँ दिस इज मनाङ यार ब्युटी यस्तो के त होमस्टे मात्रै छ त यहाँ त होमस्टे मात्रै छ त है मनाङ बजार के हो त्यो म्युजियम रहेछ त आम्मु कहाँसम्म जाने हो यतैबाट बाटो छ अरे ल ब्युटिफुल मनाङ टु यो चाहिँ मनाङ बजार मेन बजार टक्क घरहरू पनि त्यस्तै होइन तर सब रिसोर्टहरू क्या होमस्टेहरू क्या यस यहाँको इन्कम चाहिँ मिठो हुँदैछ खैरीहरू आएर टक्क बस्छ नि त होइन अब लोकेसन म म्याप रे ओए यस्तो भयो तर बवाल यार अति नै बवाल यतै तल नि है के हो थोराङला भने कता हो बाटो हामी जाने त्यहाँ त होइन नि त्यहीँ जाने हो कहाँ रे हेलो ब्रदर खाङसाङ जाने कता हो यतैबाट हो यताबाट होइन है ओहो मनाङ बवाल यार जान्छ होला त्यहाँ राख्नु न ओइ यो चाहिँ मनाङबाट माथि लाग्दाखेरिको भ्यूहरू हो यस्तो बवाल देखेर चाहिँ हिमाल पनि पर नै देखेर चाहिँ क्या गइदिउँ जस्तो होइन ए यार फाइन लाग्छ रे गेट लाएन भने गेट लाग्यो गेट ला कहाँ जाने हो गेट आम्मामा ओ त्यो माथि जानुपर्ने है हादिलेस हिँड्दै क्या त्यहाँ पुग्नुपर्ने क्या तानेन बाइकले तानेन म चाहिँ कहाँबाट जाउँ यार
मसला यस्तो बाटो त ठिकै हो नतान्ने के भुत खेल्ने आम्मामा ओइ आम्मामा है तेरी गया यार भएन भुतभुते खेल्छ त यार भाइ ऊ माथि पुग्न कति टाइम लाग्छ अब होइन क्या माथि त्यो के अरे खाङसर यहीँ हो ए 10 मिनट कस्तो भयो यार के भयो कति ए यहीँ हो खाङसर भन्ने आज हिँड्नु क्या हो ए ल ल ल धन्यवाद भाइ खाङसर पनि आइपुगेछ यार दिनेश कहाँ रे हिँडेर सकिँदैन ए खाङसर यही हो रहेछ ल हामी त फाइनली खाङसर आइपुग्यौँ के हो के मुझे यार बाइक तातेर नतानेको तातेर त हो नि यार खाङसर आइपुगेछ ल गोविन्द आउँदैछ के भने बेस क्याम्प हिँडेर जानुपर्छ कि के हो बाइक यहीँसम्म हो ए हजुर कति घन्टा लाग्छ हजुर बेस क्याम्प पुग्न 4-5 घन्टा लाग्छ छ 7 8 9 10 के गरेर बस्ने त यहाँ नि चल्दिउँ क्या मुजी 10 बजीसम्म पुगिहाल्छ नि मुजी मजा आउँछ क्या राति हिँड्नु बस्ने ठाउँ छ कि छैन उहाँको नम्बर छ तपाईँहरूसँग उहाँको फोनै लाग्दैन अरे के होला नि ए ल ठिक छ ल हाम्रो अन्तिम डेस्टिनेसन पनि आइपुग्यो नजिकै रहेछ नि मलाई पो यो भन्छ कस्तो यो नि मलाई आफै छोडेर हिँड्ने खाङसर खै के गर्ने यार खाङसर आइपुग्यो ल बाबा
यहीँसम्म मात्र भाइ कति घन्टा हो हामी चाहिँ ट्याक्क अब खाङसार आइपुग्यौँ होइन अब ओहो क्यामेरामा चाहिँ लास्ट धुल लाग्छ अब हजुर अब हामी के गर्छौँ यार अब न यहीँ बस्छौँ आज होइन न उता जान्छौँ थाहै छैन गइहाल्यो भने अहिले खबर तिमीलाई है त अब एक सर्ट ड्रोन सर्ट हेर्नुपर्छ सट्ट अनि त्यसपछि आजको भ्लग यहीँ इन गर्नुपर्छ नि केटा आज खाङसारसम्म भ्लग इन गरिदियो केटा Hold me close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are